देश निर्वाचनमय भएको छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर विडम्बना यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन, किनकि आजै देशका 3वटा पर्सा, काठमाडौँ र रूपन्देही अदालतमा मेरो मुद्दाको सुनवाई चलिरहेको छ। अरू अदालतको आदेश आउँदै होला। पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु। चितवन 2 मा मेरा शुभचिन्तक मेरो बाटो कुरिरहेका छन्। भ्याएसम्म मनोनयनका लागि आफै उपस्थित हुने प्रयासमा छु। नसकेको खण्डमा वारिस मार्फत मनोनयन दर्ता हुनेछ। रवि लामिछाने। म माथि गरेको पाप र अत्याचारको हिसाब किताब नेपाली जनताले फागुन 21 मा घण्टी बजाएर दिनेछन्। देशका सम्पूर्ण अपराधीहरू एकै ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातल पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ। नभएको प्रमाण छ भन्ने पापी हौ तिमीहरू। सहकारीको एउटै नहिडेको मान्छेलाई गनेरै नभ्याउने मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू। मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुण लगाएका छौ। म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु, बिना प्रतिशोध तिर्छु। फेरि पनि भन्छु, म अभिमन्यु होइन, बालेनका प्रिय पात्र एवं राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर 3 का उम्मेद्वार गणेश कार्की मनोनयन दर्ता गराउँदैछन्। जनताको सम्पूर्ण समर्थन राष्ट्रपतिका वरिष्ठ नेता बालेन शाह प्रतिनिधि सभा झापा क्षेत्र नम्बर 5 का लागि मनोनयन दर्ता गराउँदै यी लाखौं झापाली जनताको साथ बालेनलाई प्रधानमन्त्री बनाउने हो भन्दै जनताहरूले यस्तो भने। गुल्मीमा उम्मेद्वार दर्ता गराउने क्रममा एमाले नेता प्रदीप गेवाली र कांग्रेस नेता चन्द्र भण्डारी सँगै तस्बिर खिचाउँदै बालेनका प्रिय पात्र एवं राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर 3 का उम्मेद्वार गणेश कार्की मनोनयन दर्ता गराउँदैछन्। जनताको सम्पूर्ण समर्थन, अबको सरकार राष्ट्रपति नेतृत्व एकलौटी बन्ने छ। जगदीश खरेल आज यस्तो भन्दै बालेन प्रधानमन्त्री बन्छ, राष्ट्रपतिको जित हुन्छ भने चुनाव लड्न आउँछन्। कोही केही भने म डेरा खोजिदिन्छु। यहाँ अरू के बन्दोबस्त गर्नुपर्छ, यो त हाम्रो क्षेत्र हो नि त। यहाँ त आउँदाखेरि घर आए जस्तो वातावरण फिल गर्नु भन्छु मैले। यहाँ आएर डराउनु पर्दैन। ढुक्कले हामी डर त्रासको राजनीति गर्दैनौं, सुरक्षा दिन्छौं, सुरक्षित बनाउँछौं। त्यसकारण कोही आउँछन्, रहर गर्छन्, लड्न खोज्छन्। अब अलिकति चर्चा होस् भनेर मेरा विरुद्ध उम्मेदवारी भएपछि त अलि चर्चा त हुने नै भयो नि। यसकारणले पनि भनेको हुन सक्छ। नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौँ छोडेर सरलाई 4 बाट चुनाव लड्ने भएका छन् भन्दै गगन थापा र रासोपा सभापति रवि लामिछानेको गढमानेको क्षेत्र चितवन निर्वाचन क्षेत्र नम्बर 2 मा नेपाली कांग्रेसले स्थानीय तहमा लोकप्रिय मीना कुमारी खरेललाई टिकट दिएको छ।